गाइस गुड मर्निङ। आई होप सबैलाई सन्चै होला। आज चाहिँ म कलेज जानु लागेको। म चाहिँ अलि धेरै दिनपछि बल्ल भ्लग बनाउनु लागेँ, किनभने अलि धेरै दिनसम्म म कलेज जाने घरै बस्ने गर्थेँ, अनि गरे पनि यताउति काम गर्थेँ। अनि अब कति दिन कतिचोटि कलेज गएको देखाऊँ त नि, र कति अब घर बसौँ भने अब घर देखाऊँ भने के देखाऊँ, घर बसेर अब घर बस्ने त्यही हो। त्यही भएर आज चाहिँ म कलेज जानु लाग्यो। केटाहरू पनि हिँड्न लाग्छन् आफ्नो घरदेखि। आज चाहिँ धोबी कुहिरो लाग्यो बिहानै बिहानै, यस्तो कुहिरो लाग्यो यतातिर। कुहिरो त बब्बा लाग्दैछ क्या, यतातिर पनि लाग्दैछ, बहुत लाग्यो कुहिरो। तर देखेँ होइन, कुहिरो चाहिँ बब्बा लागेको छ। कुहिरोले बेहुल्ने जस्तो आज फुल सेफ्टीको साथ जानुपर्छ क्या। कलेज पनि फुल सेफ्टीको साथ जाने हो। साइकल हाम्रो भटभटे भने नि यही हो, क्रस फायर भने नि यही हो, साइकल भने नि यही हो पाइताले। अब म चाहिँ यहाँदेखि झर्नु पर्ने हुन्छ, तल चोकमा भेटिने हो केटा सबजना। अब चाहिँ त्यहीँ भेटौँ न गाइसहरू। ओके, कुहिरोको हालत यस्तो छ। कुहिरो पुरा यस्तो कुहिरो लगाइदियो गाउँ। केही देखिएको थिएन, केही देखिएको थियो क्यामेरा, सिर्फ आँखाले बाटो हेर्नु परिरहेछ। केही देखेको छैन बाटोमा, गाउँ सुनसान छ। यस्तो जाडो त होइन, मैले आँखाले पनि धम्ले देखिरहेको छु क्या। राम्रोसँग धुयो पाएन, केही देखेको छैन कि बाटोमा त। यस्तो कुहिरो कलेज लिन पर्दिरह। ल अगाडि त मैले केही चाहिँ देखेको छैन। ल पहिलो कुरो त्यहाँ झन् अँध्यारो छ कि, त्यहाँ लाइटै छैन, अँध्यारो छ। यहाँ कलपट पनि छ। कता ठ्याक्सिने हो अहिले, अलि अप्ठ्यारो छ क्या। यहाँ माटो थप्दैछ गाडीले रागा साइड। अनि यस्तो टोपी नलाइकन हिँड्यो भने त मरिन्छ। बल्ल यता कुहिरो देखेँ होइन, यता चाहिँ कुहिरो देखेँ होइन, यता बल्ल रोड देख्यो फुल सेफ्टीको साथ। जाडो हेर्ने भयो, अनि नाकमा घाम लाग्ला भनेको त जाडो पो हुन्छ त। के हो र हुन्छ। केटाहरू चाहिँ अझै आएको छैनन् भनेपछि हिँड्छु भनेको थियो के अरे, हिँड्ने होला नि त। यहाँ फेरि जङ्गल छ, पुरा जङ्गल। यहाँ खरबारी छ, पुरा खरबारी सुनसान एक्लै। यहाँ म छु एक्लै। केटाहरू हिँड्छु भन्थ्यो के अरे, खै हिँड्यो होला नि त। एकछिन एक्लै बस्ने हो, आउँछ केटाहरू। के हो र आङ त सिरिङ गर्छ त। यहाँ चाहिँ घर चाहिँ फेरि होटेल हो। यहाँ बाँसगारी खाजा घर। यता जेसिबी छ। अहिलेलाई फिलहाल म एक्लै हो यहाँ चाहिँ। कमेन्ट गर्ने गाइजहरू, आजको कसकोतिर यस्तो कमेन्ट कुहिरो लाग्यो कमेन्ट गर्नु पऱ्यो। छ सबैजनालाई 100 सब्सक्राइब पुरा गर्नु पऱ्यो सबैजनाले सपोर्ट गरेर। म चाहिँ बिना टोपी हिँडिदिएको, चिसो भएको कि उता साइड त कुहिरो लगाएर। तर यहाँ चाहिँ अलिक कुहिरो देखेको छैन है, यता चाहिँ अलिक कुहिरो देखेको छैन। उता जङ्गल साइडमा चाहिँ कुहिरो देखियो बब्बाल चल्दै जाने रफ्तार केटाहरू मिलेर। मजा आउँछ नि त होइन, केटाहरूमा रमाइलो हुन्छ। केटा आउने हो क्या। अब एक्लै त कहाँ, यहाँ गएन एक्लै त। पहिलो कुरो मजा पनि आउँदैन कि एक्लैमा, तर केटाहरू आएपछि त्यो ल गाइज। गाइज केटाहरू आइसके। यता खान केटाहरू, यहाँ एउटाको साइकल, एकजना उता खान।
देखिन्न नि फेरि अँधेरोमा देखिन्न नि यहाँ अँधेरो ओए आज त खतरा कुहिरो लाग्यो होइन उता साइड त बहुत कुहिरो लाग्यो क्या हाम्रो घरतिर यतातिर हेर खासै देखेन होइन उतातिर त खै पोलको लाइटहरूले नि गर्दा होला होइन कस्तो मासुलाई यस्तो कुहिरोमै हराइदिएको क्या क्यामेरामा त केही पनि देखेन केही नदेखेको भए यहाँ अर्को यो एनसी छ क्या यहाँ एनसी भएर आउँछ कलेजमा अब कतिजना ढल्ने हुन् बिहा गरेर नि भन्नु बिहा गरेर नि कतिजना ढलाउने अब यसले अनि भाउजूले मार्नुहुन्छ यसलाई डरना चाहिए कहाँ हो के रसिका रसिका काली किन आएन अन्त तिमीलाई के हुन्छ र हिजो आएको थियो कि नै नै हिजो नि आएन नि त हिजो कालेर म आएन अझ काले आएनन् अझै एकजना पाने त मेदीमा गयो मेदीमा त्यो त कहिले आउने हो यस्तो छ कुहिरो जङ्गलमा केही देखियो त यहाँ हेर्नु यहीँ यस्तरी सेतो लाइन हेर्ने लाइटले हिँड्ने हो क्या यस्तो कुहिरो नि यार केही देखियो त हाम्रो केटाहरू पछाडि छन् दुईजना यहाँ एकजना छ जिगज्याग पारा हिँड्ने मान्छे यो हो तर यहाँ चाहिँ यस्तो खालको कुहिरो जङ्गलमा के हो यस्तो कुहिरो झ्याप झ्याप हानेर यहाँ चाहिँ झलङ्गे पुल छ न त केही नै देखिन्न यहाँ चाहिँ मान्छे कुर्नी चलाउने गर्छन् झलङ्गे पुलमा तर यहाँ अहिले केही देखिन्न फिलहाललाई यस्तो मैले त पुरा आँखै देखेन क्या टाढा टाढा त केही देखिन्न नजिकको धेरै अनि यतिकै टाढाको देखिने हो यहाँ रुख नदेखिरह बाटो बाटो यतिको क्या त्यही त लाइट बाल्दा केही देखिएन क्या आँखाले त देखिएन कि पहिलो कुरो धमिलो धमिलो त देखाइदियो यार तँले देखिया छौ भाइ देखेन हाम्रो केटाहरू पछाडि छन् यता छैन अर्को बिना लाइट हिँडिरहन् म त अन्दाजमा दुईवटा लाइट भरोसँग तार्दैन हो कि साँच्चै आँखाले मैले केही देखेन ढाँटेन यस्तरी पछाडि हेर्ने भने देखिन्छ तर अगाडि चाहिँ केही देखिएन क्या अगाडि चाहिँ फिलहाललाई केही देखिएन क्या त मसित लाइनको भरोसामा हिँडिरहेको फिलहाललाई चाहिँ अहिले यस्तै हो क्या मैले आँखालाई ढान्छ भनेर अनि आँखालाई ढाने पनि तर दिन चाहिँ भालै ठ्याक्क आउने बेलाको ओ आलु कहाँ बिलाएर कहाँ हो राई ल मान्छे देखेन ल बल्ल देख्यो अलि उज्यालो भइसक्यो गाई चाहिँ अलि उज्यालो चाहिँ भयो हजुर हामी चाहिँ यहाँ दौडाउँदै साइकल दौडाउँदै आएको यता दुईजना मलाई चाहिँ मजा आयो सही तातो त्यो यार कुहिरो पनि के साह्रो लाग्यो हो क्या यार यता यता सब कुहिरो केही देखिन्न पुरै कुहिरो मेरो लाइट परेको जहाँसम्म उज्यालो देख्यो त्यही हो न त अरू ठाउँ त सब अँध्यारो उज्यालो फेरि दौडमा यस्तो आँखालाई बिरालोले बाटो काटिहाल्यो नि छ्या यार के हुने हो यहाँदेखि दौडाउनु पर्छ है गाइस बिहे रहेछ क्या ओए स्वर्ग आइयो यार स्वर्ग आइयो कि अहिले चाहिँ यति नै केटाहरू दुईजना आएनन् क्या दुईजना आएनन् मेरो त निखाउँ सेतेला होला यार ओ यता हेर त भयो सेतेला खाएर मेरो
पसिसकेपछि नि अनि तर होइन चाहिँ मजा आएको थियो क्या तिनजनालाई त्यहाँ ऱ्यान्डम मान्छे थियो अनि तिनीहरूलाई हल्का ओभरटेक हानेर दौडाउनु चाहिँ शरीर तातेछ मजा आएको थियो आयो अर्को खै त ए तिम्रो त पछि छैन र अबे साले अहिले फेरि तिमी पछि छैन भन्दा खाउला हामी दुईजना दौडाउँदै आइहा कसलाई देख्यो र ठ्याक्की तिम्रो जस्तै कुरा गर्दै को आइरहेको थियो त कतिजना ठ्याक्की दुइटा साइकल ठ्याक्की सेम सेम नसाउ मुला साँच्चै कपडा सेम ल्याएको थियो यसले त पछि थिएन नि त अर्को आयो हेर्न मेरो क्यामेरा हामी पछि थियौँ र अनि पछाडिदेखि थिएँ र के त बोर्डिङको भाइहरूको बोल्दै आइरहेको ब्याग हाम्रो तिनीहरू टपेर आएको झन् साला चिन्दैन नि त 12 छो 12 पनि भन्थ्यो क्या प्लस 2 पनि भन्थ्यो क्या फर्स्टको टक्क यस्तो जाडो छ यता ब्याडमिन्टन चलिरहेको केटाहरू ब्याचलरहरूको सही छैन कि ब्याडमिन्टन खेल्न प्लस 2 को ट्रान्सफर सर्टिफिकेट गऱ्यो सर्टिफिकेट दिन्छ कस्तो भयो अबे मतलब 10 को हो क्या 10 को क्यारेक्टर सर्टिफिकेट के साइकल चाहिँ यता छ 10 को क्यारेक्टर सर्टिफिकेट उता दुइटा बस ट्रान्सफर सर्टिफिकेट अरू के भन्थ्यो म अन्त त्यसपछि के अरे क्लियरेन्स हो कि के भन्थ्यो के अरे लाइब्रेरीको लाइब्रेरीको टक्क लाएर हो कि अब यहाँदेखि चल्दै हो उहाँ अब भइरहेको गरेर नास्ता खाएर भन्ने अनि यो आउँछ नि केटाहरू यो रोसले लिएर जानु त त्यही हो कहाँ बनाइदिने खै कहाँ बनाइदिने अब रोसले सन्तोषले लिएर आउँछन् स्ट्यान्ड हटाउन अब यहाँदेखि चल्दैछु नि अब बोइरिया गएर नास्ता खाने यो के भयो भनौ न पहिला खै के भयो रोसलाई थाहा कहाँ खै भन्न अन्त के बिग्रियो अन्त टायर हो के अरे टायर जस्ताको त्यस्तै हावा छ त अनि टायरमा के गर्ने त अनि के भयो टायर खै ठिकै छ त हैन जाडो भयो सर्न आउने नि यस्तै चाँडो छुट्टी हुन्छ क्या दुइटा सर्न आएपछि यस्तै चाँडो छुट्टियो अरू विषय पहिले पढाइ भयो चल्दै यहाँदेखि अब निक्लिने गेटदेखि गेट बाहिर यस्तो झाडा छ यार यहाँ चाहिँ मङ्गलबार बजार लाग्छ क्या नास्ता खाएर अब चल्दै यहाँ नास्ता खाने अन्डी खाएर अन्डी अन्डी पैसा चाहिएन र खाइसकेको हजुर अन्डी खानु भयो र पैसा चाहिएन र भेना अरे होइन के म हेर तिम्रो के भइसक्यो अरे एक्स सन्तोष लाग्यो सन्तोष अब एक्स भइसक्यो भेना होइन एक्स तिमीलाई यार सम्झाउनु पर्छ एकचोटि बसालेर अन्टी खानु भयो र नास्ता त खाइयो यो कुशल ल्यायो कि भाउ त फाइनली गाइज काम लागिसकेको छ बिहान चाहिँ जाडो थियो नसोचेको जाडो थियो बिहान चाहिँ अहिले ठाउँमा अँधेरो भएको यही ठाउँमा अँधेरो थियो अहिले चाहिँ यस्तो उज्यालो छ घाम लाग्छ अहिले त ठोक्देलास् मलाई म अहिले तिम्रो पछि चल्न गएँ पहिले डराउँछन् हात छोडेर चला आज जाला सिधै ढल्केर चला हात छोडेर